दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा गुरुकुल एकाडेमीको मुख्य प्रायोजनमा सुरु भएको गुरुकुल दाङ डिस्ट्रिक्ट इन्टर स्कुल च्याम्पियनशिप आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा माउन्ट भ्यू स्कुल र दीपशिखा स्कुल बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको माउन्ट भ्यू स्कुलले निर्धारित 20 ओभरमा सबै 10 विकेट गुमाउँदै 128 रन बनाएको छ। माउन्ट भ्यूका लागि ब्याटिङतर्फ विवेक केसीले सर्वाधिक 23 रनको योगदान दिएका थिए। दीपशिखा स्कुलका बलर अर्पित आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै 4 ओभरमा मात्र 14 रन खर्चेर 6 विकेट लिएका थिए। 129 रनको लक्ष्य पछ्याएको दीपशिखा स्कुलले यो समाचार तयार पार्दासम्म 12 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 83 रन बनाइसकेको छ। आज पौष 5 देखि पौष 12 सम्म चल्ने यस प्रतियोगितामा कुल 12 टिमले सहभागिता जनाउने क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभएको छ।